हाम्रो चाहिँ सुनौलदेखि महलपोखरीसम्मको यात्रा हामी गर्दैछौँ। अब गर्ने क्रममा हामी चाहिँ सुनौल चोकबाट चाहिँ निस्किसकेछौँ। यो बन्हा जाने बाटो बन्हा कटेर पनि हामी चाहिँ तपाईँको यो बेलाडी जाने बाटोमा छौँ। यो चाहिँ हाम्रो सुनौलको चाहिँ यो एकदम ऐतिहासिक भनौँ। यो तपाईँको अहिले चाहिँ हिल पार्क बन्ने छ हाम्रो सुनौलमा। यहाँ चाहिँ हाम्रो चाहिँ हिल पार्कमा कहिले पिकनिक सिकनिक खान पऱ्यो घुम्न पऱ्यो भने आउनु होला। यो हाम्रो खानेपानीको योजना हो हैन, ठुलो योजना छ यो तपाईँको चाहिँ प्रदेश सरकारको हैन। अब सुनौल नगरवासीलाई पानीको समस्या नहुने भयो बिस्तारै, अहिले चाहिँ समस्या छ। यो हाम्रो हिल पार्क जाने गेट हो। यो हजुर यहाँबाट माथिसम्म जान सक्नुहुन्छ। अब हेर्दा हेर्दै अब हामी चाहिँ बेलाडी आइपुग्यौँ। बेलाडीको गाउँ हेर्नुहोस् कस्तो शानदार छ, यस्तो राम्रो गाउँ छ बेलाडी। कहिले घुम्न मन लाग्यो भने यसो निस्किनु होला। बेलाडीमा छौँ अहिले हामी। बेलाडीको गाउँमा पनि घुम्ने ठाउँहरू छन्, मठ मन्दिरहरू छन् हैन। बेलाडी चोकबाट यहाँ चाहिँ हाम्रो एउटा फर्म हुनुहुन्छ, बुङ्गुर फर्म हाम्रो साथीको। त्यहाँबाट चाहिँ अब सिधै अब उकालो हामी चढ्न लाग्यो। उकालो बाटो अब अलिकता उकालो चढ्यौँ। अब त्यहाँ चाहिँ हल्का पिच गरेछ। त्यसपछि यो अलिक अफरोड छ। अफरोडमा तपाईँहरू चाहिँ सानो गाडी ल्याएर अलिक गाह्रो हुन्छ, सकिँदैन चढ्न। यो हामी ठुलो यो पिकअप टाइपको छ गाडी, त्यसमा चाहिँ हामी आछौँ। अब माथि चाहिँ हामी घैयाबारी आइपुग्यौँ। घैयाबारी तपाईँको चाहिँ यो गाउँ पनि एकदम राम्रो छ, पिकनिक सिकनिक खानलाई एकदम योग्य ठाउँ छ। यहाँ तपाईँले नुहाउने यो छेउमा चाहिँ एउटा खोला छ कि यो खानेपानीको छेउबाट चाहिँ एउटा खोला छ एउटा, त्यहाँबाट गएर नुहाउन पनि सक्नुहुन्छ। अलिकता माथि जानुभयो भने तपाईँको चाहिँ हाम्रो घैयाबारी कटेपछि हल्का माथि तपाईँको यो हाम्रो यही ठाउँबाट त तपाईँको चाहिँ यो सिधा देख्नुभएको छ। यो गेटबाट तपाईँले चाहिँ भित्र यो 3 तले बन्ने ठाउँ छ। यहाँ पानी एकदम राम्रो पानीको स्रोत आउने झरनाहरू छ, त्यहाँ नुहाउन सक्नुहुन्छ। आएर पिकनिक बनाउने ठाउँ एकदम राम्रो छ। आज हामी चाहिँ बिहानै तपाईँको चाहिँ दर्शन गर्न हिँडेको, खास चाहिँ सहकारीको कामले हो। त्यहाँ त्यही बाहनाले एउटा महलपोखरी मन्दिर छ, त्यही मन्दिरलाई दर्शन गर्ने क्रम पनि हुन्छ आज। अब त्यही गर्दै तपाईँको चाहिँ यो हामी अफ रोड हुँदै यस्तो तपाईँहरूलाई चाहिँ यस्तो भ्यूहरू हेर्नुहोस् कस्तो राम्रो छ, मर्निङ भ्यूहरू छ। यो त तपाईँको चाहिँ हामी यहाँ बाटो अप्ठ्यारो परिस्थितिका साथ हामी गइरहेछौँ। निकै नै कष्टदायक छ बाटो चाहिँ, ढुङ्गा ढुङ्गीहरू धेरै छ बाटोमा हैन। यसो हाम्रो टिमलाई सबैले हाई गरिदिनुहोस् ल, सबैले हेरिदिनुहोस्। हाम्रो संस्थाको अध्यक्षजी हुनुहुन्छ श्री गोविन्द प्रसाद ढकालजी हैन। हामी चाहिँ सम्पूर्ण टिम चाहिँ महलपोखरी भिजिट गर्न गइरहेछौँ। रमणीय पल छ हाम्रो। अब यो गर्दै यो माथि आउँदाखेरि हेर्नुहोस् यो जेसिबीले बाटो यसो समाउँदै गरेको छ। यो चाहिँ हामीलाई चाहिँ यसो अलिकता सहज बाटो बनाउनु भएछ कि माथि भन्ने आशा छ अलिकता। अब हेर्दै जाउँ अगाडिको बाटो कस्तो छ। हो राम्रो बाटो राम्रो भएछ। अब हेर्दा हेर्दै माथि महलपोखरी आइपुग्यौँ हामी। लगभग त्यहाँ अलिकता पिच बाटो छ यो हैन। पिच बाटो हुँदै हेर्नुहोस् माथिबाट तलको दृश्य हेर्नुहोस् कस्तो भयानक छ। त्यहाँ रुखले गर्दाखेरि अलिकता प्रकष्ट देखिएको छैन। हामी यहाँ महलपोखरी गाउँमा प्रवेश गरिसक्यौँ। महलपोखरीको गाउँ हेर्न सक्नुहुन्छ कस्तो रमाइलो छ, मर्निङको भ्यूहरू। हामी अत्यन्त खुसी छौँ हामी यो भिजिट गराउनु भएकोमा। धेरै धेरै धन्यवाद छ साथीहरूलाई। यो चाहिँ तपाईँको चाहिँ एकदम हाम्रो रम्य पल हुनेछ आज। गाउँहरू हेर्नुहोस्, महलपोखरीको गाउँ यो है। यस्तो फुलहरूको बगैँचा हेर्नुहोस् कस्तो राम्रो छ हैन।
यो तिहारमा चाहिँ फुल खोज्न कहीँ नजानु पर्ने बाटो छ। अब यसो आउँदाखेरि यो हजुरको यो जुन छ यो होमस्टे हो, यो तपाईँले रातिमा पनि बस्न सक्नुहुन्छ यो ठाउँमा है। अब यहाँ हेर्दै तपाईँले चाहिँ यहाँ हाम्रो यो चाहिँ हामी ठ्याक्क गन्तव्यमा पुग्यौँ हामी। यो महल पोखरीको चाहिँ यो सामाजिक भवन छ यो। यहाँ चाहिँ तपाईँहरूले चाहिँ यसो बास बस्न नि पाइन्छ। यहाँ चाहिँ तपाईँको 2टा रुम छ। हामीलाई बाहिरको गेस्टहरूलाई यसो बस्न सुत्नलाई व्यवस्था छ। साइडमा चाहिँ उता हामी चाहिँ खाएर यता चाहिँ सुत्न आउन मिल्छ हैन। यसो गेस्टको रूपमा मात्रै हैन, पिकनिक सिकनिक गर्न त अलि तल जानुपर्छ। अब हामी चाहिँ मन्दिरतिर लाग्यौँ। अब मन्दिरको बाटो यो त महल पोखरी मन्दिरको बाटो यस्तो उकालोमा हेर्नु साथीहरू हाम्रो तल हुनुहुन्छ, सबै थाक्नुभएको छ हैन। सबै चाहिँ महिला मण्डल तल हैन, हामी चाहिँ माथि लगभग आइपुगेछौँ। अब माथि जाँदै हेर्नु सबैलाई चाहिँ थकित महसुस गरेछौँ हामी धेरैजौँ हैन। हामी तराईमा हिँडेको मान्छेलाई अब पहाड चढ्दाखेरि अलिक गाह्रो हुने हैन। साथीहरू त्यो पनि जोस जागेको साथ चढ्नुभएको छ हैन। साथै मन्दिरको गेट अब हामी आइपुगेछौँ। यो महल पोखरीको मन्दिरको गेट हो यो हैन। यो बाटो हामी अब भित्र जान्छौँ, मन्दिरको पनि दर्शन गराउँछौँ हजुरहरूलाई पनि हैन। अब साथीहरू जे होस् यहाँबाट हेर्नुहोस् भ्यू, यो खैरेनीको भ्यू हो। यहाँबाट खैरेनी देखिन्छ हैन। यहाँबाट चाहिँ खैरेनी चाहिँ देखिन्छ। अब यो हाम्रो महल पोखरीको मन्दिर, मेन मन्दिर। हाम्रो नगरपालिकाले अलिकता चाहिँ यसलाई यो सरसफाइ प्लस यो टाइल्स लगाउने, पार्किङ टाइलहरू लगाएर अलिकता अझै व्यवस्थित गरियो भने एकदम रमाइलो ठाउँ चाहिँ छ यो हैन। यो मन्दिर दर्शन गर्न आउन चाहिँ नभुल्नु होला हैन। यो एकदम ऐतिहासिक मन्दिर रहेछ हैन। अब तपाईँको चाहिँ धेरै इतिहास बोकेको मन्दिर हो यो। हामी चाहिँ यस्तो राम्रो भ्यू दिइरहेछौँ, हिमाल देखिने जस्तो छ यहाँबाट हैन। यो पुरै तपाईँको चाहिँ डाँडा छ कि लेक छ पुरै तपाईँको चाहिँ एकदम यस्तो राम्रो घाम चाहिँ पर्ने। यहाँ तपाईँको सुनवलमा 45 डिग्री छ भने यहाँ चाहिँ 25 डिग्री हुन्छ टेम्परेचर हैन। सुनवलमा जाडो हुँदा यहाँ गर्मी हुने, यहाँ गर्मी हुँदा जाडो हुने, तर त्यति पनि जाडो होइन त्यति पनि गर्मी होइन, एकदम ठिक्कको मौसम। यो मन्दिर हाम्रो हेर्नुहोस् कस्तो राम्रो देखिएछ हैन। अझै केही कामहरू बाँकी छ, हाम्रो नगरपालिकाहरूले अलिकता सहयोग गर्यो भने अझै राम्रो हुनेछ यो मन्दिरको हैन। हेर्नुहोस् कस्तो राम्रो देखिएछ दृश्य चाहिँ हैन। मन्दिर हेर्नुहोस्, हाम्रो साथीहरू हेर्नुहोस् सबै रमाइरहेछौँ, दर्शन गरेर आइयो। म चाहिँ क्यामेराम्यान, विशेष गरेर क्यामेराम्यान जस्तै भएँ म हैन। जे होस् राम्रो भयो। अब यात्रा चाहिँ हामी अब सबै साथीहरू अब दर्शन गरेर जे होस् अब फर्किने तर्खरमा छौँ। यता चाहिँ हामी मित्र बहादुरजी हुनुहुन्छ, उहाँको घरमा आएर आज हामी यही खाना खाने र खाना खाएर चाहिँ अब यहीँबाट चाहिँ हामी चाहिँ अब नयाँ केही सदस्यहरू पनि हुनुहुन्छ भन्ने यो चाहिँ तपाईँको हामी कट्टुस खाँदैछौँ। यो पहाडतिरको खुर्सेली हो खासमा, यो कट्टुस भन्ने हुन्छ। यो चाहिँ फोरेर यसरी सेतो भाग चाहिँ खाने हामीले। देश नयाँ चिज गर्नुभयो लियो, फर्स्ट टाइम खाइयो। अब हाम्रो साथीहरूले चाहिँ यसो लोकल कुखुराको झोल र भात खानुभएको छ। अब म चाहिँ यहाँ भेज छु, भेज खाना खान पर्यो चिकन नखाएपछि हैन। अब साथीहरू उता बस्नुभएको छ, हाम्रो महिला मण्डलहरू पनि उता बस्नुभएको छ, हामी यता बसेर खाँदैछौँ खाना। अब हामी खाएर निस्किन्छौँ यताबाट। हाम्रो कोसेली लिएर अब हामी निस्किँदैछौँ सबै।